अब हामी तल जाँदैछौँ गाछन् कसरी जाने अरे हिँड्दै लट्ठी टेकेर ल ल ल ल जाम बिस्तारै हामी बल्ल सुरु गर्दैछौँ अब हामीलाई अलमोस्ट कति लाग्छ त लगभग हामीलाई लाग्छ 2 घन्टा नलाग्ला 1 घन्टा जति 1.5 घन्टा जति मात्र अभी आया बसेछौँ ल सबजना अब हिँड्ने तर्खर गर्दैछौँ है यता छौँ आयाम यता छ डाँडाबाट हिँड्दै 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 रताम्मै भयो जङ्गल हुँदा अनि हामी ड्राई पिकनिक गरेर मोही खाने कसैले मोबाइल चलाउने बिच बाटोमा यहाँ कोही 2 जना यहाँ खाइदियो लौरी अबे कस्तो रमाइलो भएको छ अबे रमाइलो भएको छ अबे यता भन्नु न हामी मोही रमाइलो किन भएन बेटा कतिचोटि लड्यौ तिमी कतिचोटि लड्यौ एकचोटि मात्र आबीको पालो आबी नि म 5-6 चोटि चिप्लियो लडे हो र हो र ल हामी यसरी नै हामी तल चढ्दैछौँ खोलाको कलकल चाहिँ सुन्ने हा आऊ आऊ तल आऊ आऊ के भएको छ अरे राम्रोसँग हिँड्ने सिधा सिधा हिँड्ने के गरेर हिँडेको र पसिनै पसिना त्यसो चिप्लेला फेरि ल ऊ त्यसरी गर्नु थाल्यो के गरे हा आबीले रमाइलो भयो हिँडेर आउँदा लौरी कति राम्रो गरेर टेक्थ्यो आयाले खै त तिम्रो लौरी बेटा कोही यहाँ बदमासी नै गरेछन् कि ल ल बिचरा किन पिटिहाल्यो त्यसलाई यता हेर त किन